सम्पूर्ण साथीहरूलाई नमस्कार। अहिले म कर्पाकिली बाबाको थानको नजिकै छु। यहाँबाट माथितिर लाग्यो भने कर्पाकिली बाबाको थानमा पुगिन्छ। अहिले म यो बाटो हुँदै नौकुने ढुङ्गा जुन कर्पाकिली बाबालाई बोकेर ल्याउनको लागि गरुडले म यसरी बोक्न सक्छु हजुरलाई भनेर यो नौकुने ढुङ्गा गण्डकीबाट उडाएर यहाँ ल्याएको थियो भन्ने गरिन्छ। र अहिले म सोही नौकुने ढुङ्गातर्फ लागिरहेको छु। यहाँनिर एउटा मूर्ति स्थापना गरिएको देखिएको छ। यो मलाई लाग्छ शिवजीको सानो यो मूर्ति तल देखिएको छ र एउटा गाई माताको मूर्ति बनाएर यहाँ राखिएको छ। पर देखिने सोही नौकुने ढुङ्गा हो। सो नौकुने ढुङ्गालाई वरिपरि फलामे बार लगाई संरक्षण गरेर राखिएको छ। यो नै कर्पाकिली बाबाको विश्राम स्थल नौकुने ढुङ्गा को दृश्य म साथीहरूलाई देखाउन गइरहेको छु। कर्पाकिली बाबाले हामी सबैलाई आशीर्वाद दिउन्, रक्षा गरून्। धन्यवाद।